भारत र पाकिस्तान बीचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिका आधारमै भएको दावी। श्रीनगरदेखि नालियासम्म 26 स्थानमा हवाई आक्रमण गरेको पाकिस्तान कर्नेल सोफिया कुरेशीको भनाई। भारतले भनेको छ पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो। पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु। नेपाल र भारत सीमामा परिचय पत्र अनिवार्य, सुरक्षा व्यवस्था कडा। यस वर्षको सगरमाथा आरोहण सुरु, 441 जनालाई अनुमति। सगरमाथा संवाद तोकिएकै समयमा हुने सरकारको भनाई। दुर्गा प्रसाईले भने ऋण लिएर अन्य प्रयोजनमा दुरुपयोग गरेको स्वीकार। 27.5 करोड राउन्ड ट्रिपिङ गराए, 7 अर्ब 25 करोड ऋण। देशमा गणतन्त्रको नाममा लुटतन्त्र छ, एकपटक बलियो धक्का दिने बेला भएको छ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङतेलको उल्लेख। 4 हप्ता अघिदेखि सञ्चालनमा ल्याइएको हेटौडा सिमेन्ट उद्योग फेरि बन्द। महिलाहरूले मात्रै ताने रातो मचिन्द्रनाथको रथ। रुरु क्षेत्रमा पहिलो पटक शालिग्राम महोत्सव। चेक अनाधार बाहुन्च सम्बन्धी कसुरमा नयाँ कानुनी प्रावधान लागू। नेपाललाई 46% जंगल भए पुग्छ, साल जोगाएर अग्राखबाट फाइदा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई। कुष्ठरोगीमाथि हुने विभेद लज्जास्पद रहेको उपसभामुख राणाको भनाई। आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु भएको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको भनाई। गोर्खा पालङटारका 68 वर्षीय लालबहादुर विकले कक्षा 12को परीक्षा दिँदै बाजुरामा विस्फोट हुँदा 1 जना महिलाको मृत्यु। र टी20 महिला विश्वकप एसिया छनौट, नेपालले बहराइनलाई 9 विकेटले हरायो। दर्शक महानुभाव नमस्कार। आज मिति 2082 साल वैशाखको 28 गते आइतबार, तदनुसार सन् 2025 मे 11 तारिक। दर्शक महानुभाव, अब समाचार विस्तारमा सुन्नुहोस्। भारत र पाकिस्तान बीच गोलाबारी र सैन्य कारबाही रोक्ने निर्णय दुई देश बीच प्रत्यक्ष वार्ताबाट सहमतिका आधारमा गरिएको दावी गरिएको छ। प्रेस ट्रस्ट अफ इन्डियाले भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै यस्तो दावी गरेको हो। यो निर्णय कुनै तेस्रो पक्षको मध्यस्थता बिना नै भारत र पाकिस्तानले आपसी छलफल मार्फत सहमति भएको उसको रिपोर्टमा उल्लेख गरिएको छ। यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक पोस्ट गर्दै शुक्रबार राति अमेरिकाले गरेको छलफलपछि दुवै देश तत्काल युद्ध विरामका लागि तयार भएको बताएका थिए। पाकिस्तानले भारत विरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले 3 पाकिस्तानी एयरबसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारत विरुद्ध प्रति आक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानले प्रत्याक्रमणको नाम अपरेसन बानयन मर्सस राखेको छ। यसैगरी भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो। पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित काश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ। त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ। प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समय अनुसार बिहान 3:15 बजेदेखि दिउँसो 12 बजेसम्म आफ्नो वायु सीमा बन्द गर्ने निर्णय गरेको छ। भारतको जम्मू कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो। कुपवाडा, कर्नाहा, तिगधार, उरी र पुसमा रातभर गोलाबारी भएको बताइएको छ। यद्यपि भारतले पाकिस्तानको यो घोषणा प्रति कुनै प्रतिक्रिया दिएको छैन। कर्नेल सोफिया कुरेशीले शनिबार एक पत्रकार सम्मेलन गर्दै शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भएको सैन्य कारबाही बारे जानकारी दिनुभएको छ। उहाँले भन्नुभएको छ, पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रमक गतिविधिहरू जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलाबारी भएको छ। श्रीनगरदेखि नालियासम्म 26 स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरै जसोलाई विफल पारिएको थियो। कर्नेल कुरेशीका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिटा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरणहरूलाई क्षति पुर्याएको छ। बिहान 1:40 को पंजाबको सैन्य अड्डामा उच्च गतिको क्षेप्यास्त्र प्रहार गरिएको उहाँले बताउनुभयो। भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको कर्नेल कुरेशीको दाबी समेत रहेको छ। भारतीय सेनाले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानले आफ्नो पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ। भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालयले पश्चिमी सीमामा पाकिस्तानबाट ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर आक्रमण भइरहेको बताएको हो। जारी गरिएको विज्ञप्तिमा भनिएको छ, आज बिहान 5 बजे अमृतसरको खासा क्यान्टभित्र धेरै सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको थियो। हाम्रो वायु रक्षा प्रणालीले तिनीहरूलाई विफल पारेको छ। भारतको सार्वभौम
सत्ता उल्लङ्घन गर्ने र आफ्ना नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास स्वीकार्य हुन नसक्ने बताएको छ। भारतले गत बुधबार पाकिस्तानमा क्षेप्यास्त्र आक्रमण गर्यो। 2 हप्ता अघि विवादास्पद कश्मीर क्षेत्र अन्तर्गत भारतको नियन्त्रणमा रहेको कश्मीरको भूभागमा भयानक आतंककारी हमला भएको थियो। आपसमा प्रतिद्वन्दी रहेका भारत र पाकिस्तान बीच यो हमलाले थप आक्रमणता बढाएको छ। यही हमलाको केही समयपछि भारतले पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको हो। पाकिस्तानी अधिकारीका अनुसार 30 जना भन्दा धेरैले ज्यान गुमाएका छन्। साथै पाकिस्तानले आफैले रोजेको स्थान र समयमा यसको जवाफ फर्काउने घोषणा समेत गरेको छ। भारतले अप्रिल 22 मा कश्मीरमा भएको हमलाको बदला लिएको बताएको छ। कश्मीरमा भएको हमलामा 2 दर्जन भन्दा धेरै सर्वसाधारण मारिएका थिए। मारिनेमा अधिकांश हिन्दू पर्यटक थिए। भारतका अनुसार त्यो हमलाका पछाडि पाकिस्तानको हात छ। पाकिस्तानले भने पटक पटक भारतीय दाबीको खण्डन गर्दै आएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्स ट्विटर मार्फत यो जानकारी दिएका हुन्। उनले लेखेका छन्, रजौरीबाट दुःखद खबर, हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए। उमर अब्दुल्लाहका अनुसार राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। उनले लेखेका छन्, आज पाकिस्तानले गरेको गोलाबारीबाट रजौरी शहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बनाइयो। आक्रमणमा उनको मृत्यु भएको छ। G7 देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एक अर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। यो अपील 2 देशबीच बढी तनाव बढिरहेको बेला आएको हो। क्यानाडाले जारी गरेको विज्ञप्तिमा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले 22 अप्रिलमा जम्मू काश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। यसका साथै G7 देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्। G7 को विज्ञप्तिमा भनिएको छ, हामी चाहन्छौं दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन्। भारत र पाकिस्तान बीचको तनाव तीव्र भइरहेका बेला पाकिस्तानले सञ्चालन गरेको अपरेसन बुनैन उन मर्सुस अन्तर्गत गरिएका विभिन्न प्रमुख पूर्वाधार र सैन्य संरचनालाई निशाना बनाइएको दावी गरिएको छ। पाकिस्तानी राज्य सञ्चालित मिडिया र सुरक्षा स्रोतका अनुसार निम्नलिखित स्थानमा आक्रमण भएको बताइएको छ। तर पाकिस्तानले दावी गरेको यो कारबाही बारे भारत सरकारले आधिकारिक प्रतिक्रिया जनाएको छैन। भारत र पाकिस्तान बीचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्। स्थानीय समय अनुसार राति करिब 3:15 बजे पाकिस्तानमा 3वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दावी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान 12 बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। यसैबीच केही क्षण अघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका 32 वटा विमानस्थलहरू 15 मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ। दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको बैठक बोलाएका छन्। भारत विरुद्ध अपरेसन बानैन मर्सस सुरु गरे लगत्तै उनले प्राधिकरणको बैठक बोलाएका हुन्। राष्ट्रिय कमान्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्छ। यो प्राधिकरण 2004 मा स्थापित भएको थियो। यसको उद्देश्य आणविक हतियारहरू कडा र व्यवस्थित रूपमा प्रयोग गरिएको सुनिश्चित गर्नु थियो। यसैबीच भारत र पाकिस्तान बीच तनाव बढ्दै जाँदा सरकारले भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। भारततर्फका अन्तर्राष्ट्रिय सीमा नाकामा निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन दिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा गस्ती र जाँच बढाएका हुन्। नेपाल भारत ओहोर दोहोर गर्नेहरूको परिचय पत्र हेर्ने र अभिलेख राख्ने गरिएको छ। यसैबीच भारतीय राजदूत नवीन श्रीवास्तवले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको बताएका छन्। काठमाडौँको लैनचौरमा रहेको दूतावासको मूलधारका आम सञ्चार माध्यमका सम्पादकसँगको भेटघाट र छलफलका क्रममा उनले भारतको संवेदनशील क्षेत्रमा केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरेको, छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने गरी आवश्यक काम भइरहेको उल्लेख गरेका छन्। घुसपैठ सहित अवांछित गतिविधि हुन नदिन दुवै देशतर्फका सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो रहेको उनको जोड छ।
यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। यो यामको आरोहणका लागि डोरी टाङ्दै 7 जना शेर्पा शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिनुभयो। अशोक लामाको नेतृत्व गरेको टोलीले डोरी टाङ्ने काम सम्पन्न गरेको हो। सगरमाथाको चुचुरोमा डोरी टाङ्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ। अब अरू आरोही मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने निर्देशक अवस्थीले बताउनु भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्क अनुसार अहिलेसम्म 44 आरोही समूहका 441 जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन्। सगरमाथा आरोहण 40 दिनको हुन्छ। सगरमाथा आरोहणबाट मात्रै 65 करोड रोयल्टी संकलन भएको छ। यसैगरी छिमेकी देश भारत र पाकिस्तान बीच बढ्दो तनावले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रभावित हुन सक्ने आकलन गरिएको छ। सगरमाथा संवाद आउँदो शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ। सरकारले सगरमाथा संवाद तोकिएको समयमै हुने जनाएको छ। विगतमा कोरोना महामारीका कारणले रोकिएको थियो। तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिव स्तरीय कमिटिका सदस्य सचिव महेश ढकालले यसपटक तोकिएकै समयमा कार्यक्रम हुने दावी गर्नुभएको छ। उहाँले सगरमाथा संवादलाई भारत र पाकिस्तानको तनावले कुनै प्रभाव नपार्ने बताएका छन्। सगरमाथा संवाद आउँदो जेठको 2 गतेदेखि 4 गतेसम्म हुँदैछ। संवादमा जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल केन्द्रित हुनेछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनमा दुरुपयोग गर्ने गरेको भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यसबारे अहिलेसम्म गरेको अनुसन्धानबाट प्रसाईले 3 वटा कम्पनीको नाममा लिएको ऋण 27.5 करोड रुपैयाँ डिजिटल कारोबार मार्फत राउन्ड ट्रिपिङ गरिएको निष्कर्ष निकालेको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रियम प्राली र युए मेडिको सप्लायर्स एन्ड इक्विपमेन्ट प्रालीको नाममा प्रवाह भएको कर्जा प्रसाईले दुरुपयोग गरेका हुन्। कर्जा जुन प्रयोजनका लागि लिएको हो त्यो प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेर दुरुपयोग गरेको सीआईबीका एआईजी चन्द्र कुँवरले बताउनु भएको छ। उहाँले भन्नुभयो, बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेका छौं। प्रसाईले गुडविल फाइनान्स, नेपाल इन्भेस्टमेन्ट बैंक, यसैगरी कुमारी बैंकबाट लिएको 27.5 करोड रुपैयाँ फरक प्रयोजन र अरू बैंकको कर्जा चुक्ता गर्न प्रयोग गरेका हुन्। कर्जा दुरुपयोग गरेको बारे सीआईबीले प्रसाईसँग बयान लिएको छ। अनुसन्धान अधिकृत र विशेष सरकारी वकिलका कार्यालयका अधिकारीले प्रसाईसँग बयान लिइरहेका छन्। बयानमा प्रसाईले रकम राउन्ड ट्रिपिङ गरेको स्वीकार गरेका छन्। उनले भनेका छन्, एउटा बैंकबाट लिएको रकम अर्कोको कर्जा चुक्ता गर्ने र पार्टीलाई भुक्तानी दिन प्रयोग गरेको छु। त्यसमा लुकाउनु पर्ने विषय नै छैन। राष्ट्र बैंक ऐन अनुसार बैंकबाट लिएको कर्जा व्यवसायमा प्रयोग गरेर त्यसबाट प्राप्त आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्छ। तर प्रसाईले ठूलो रकम पेस्कीको रूपमा लिएर आफू र आफन्तको नाममा रहेको कम्पनीलाई सो रकम प्रदान गरेको भेटिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधान ल्याए भन्नेहरूले नै यो संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाउनु भएको छ। उहाँले आफूहरू यो संविधानमा असहमत र विमति राखेको भए पनि संविधानको पालना गरिरहेको दावी गर्नु भएको छ। राप्रपा सिद्धार्थनगरको नगर अधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष लिङदेनले यो संविधानमा राज संस्था हिन्दू राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भनेर भन्न पाइँदैन भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न समेत गर्नु भएको छ। यसैगरी लिङदेनले आफ्नो विचार राखेका कारण राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने बताउनु भएको छ। उहाँले यो सरकार संविधान विपरीत आफ्नो भ्रष्टाचार छोप्न र सत्ता स्वार्थका लागि अग्रसर भएको र यसले जे पनि गर्न सक्ने दावी गर्नु भएको छ। अध्यक्ष लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई अदालतले पुर्जी पठाउन नपाउँदै राति ओछ्यानमा गएर तपाईको अन्तिम इच्छा के छ भनेर सोधिएको बताउनुभयो। विपक्षीहरूको आवाज थुने र विकासका नाममा सरकारले भ्रष्टाचार गरिरहेको उहाँको भनाइ छ। 4 हप्ता अघिदेखि सञ्चालनमा ल्याइएको हेटौडा सिमेन्ट उद्योगको उपकरण बिग्रदा हिजोदेखि उत्पादन बन्द भएको छ। उद्योगमा आर्थिक संकटका कारण कच्चा पदार्थ, कोइला लगायतका अन्य उपकरण खरिद गर्न नसकेपछि गएको 6 महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन। 4 हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन सुरु गरेकोमा अहिले आएर उद्योगको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकरण खरिद गरी जडान गर्नुपर्ने भएपछि 1 हप्तापछि उत्पादन गर्ने गरी बन्द गरिएको उद्योगका निमित्त महाप्रबन्धक बिन कुमार कर्णले जानकारी दिनुभएको छ। अहिले उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको
भएको निमित्त महाप्रबन्धक कर्णले जानकारी दिनुभयो। ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा शनिबार बिहानै महिलाले मात्र रथ तानेर लगन खेलको थती चोकमा पुर्याएका छन्। रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट बिहान महिलाले मात्र रथ तान्नुपर्ने परम्परा याका मिसाया बुझ्या अनुसार शनिबार बिहान महिलाले तानेर थती चोकमा पुर्याएका हुन्। शुक्रबार रथको टुप्पोबाट नरिवल खसालिएको थियो। यस वर्षको रथयात्रा गएको वैशाखको 18 गते पुलचोकबाट रथ तानेर सुरु भएको हो। रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो जेठको 1 गते बिहिबार हुने भएको छ। नरिवल खसाल्ने जात्राको दिन बाराही गुठियार गुठी संस्थाका प्रतिनिधिहरूले कुलदेवीको पूजाको साइत हेर्नुपर्ने परम्परा अनुसार आउँदो जेठ 1 गतेको लागि साइत निकालेको हो। कुलदेवी पूजा 4 दिनसम्म गरिन्छ। पाल्पा र गुल्मीको संगम स्थल रुरु क्षेत्र धाममा पहिलो पटक 2 दिने शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचार प्रसार गर्ने उद्देश्यले रुरु धाममा 2 दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो। पाल्पाको तानसे नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रूपन्देहीको पर्यटन डिभिजन कार्यालय तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिले संयुक्त रूपमा महोत्सव सञ्चालन गरेका हुन्। लुम्बिनी प्रदेश सरकारको 10 लाख रुपैयाँ सहयोग गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतन नारायण आचार्यले यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्धन हुने बताउनु भएको छ। चेक अनादर बााउन्स सम्बन्धी कसुरमा नयाँ कानून लागू भएको छ। सरकारले बैंकिङ कसुर तथा सजाय ऐन 2064 लाई संशोधन गरेर चेक बााउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधानहरू हेरफेर गरेको हो। सरकारले गएको बुधबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याउने ऐन अनुसार अब चेक बााउन्स सम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउने व्यवस्था छ। यसअघि चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सक्ने व्यवस्था थियो। अब चेक बााउन्स भएको 1 वर्षभित्र प्रहरीमा जाहेरी दर्ता गरिसक्नुपर्ने हदम्याद राखिएको छ। यस्तै प्रहरीमा जाहेरी दर्ता भएको 6 महिनाभित्र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले वन जंगल जोगाउँदै वन पैदावारबाट फाइदा लिनुपर्ने अवस्थामा ढिला भइसकेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अग्राहका काठ निर्यात र स्वदेशभित्र खपत गर्ने योजना ल्याइने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई 46% जंगल भए पुग्ने भन्दै इकोसिस्टम जोगाएर काठबाट फाइदा लिनुपर्ने बताउनु भएको छ। ओलीले राष्ट्रिय निकुञ्ज र आरक्षणमा रहेका सबै प्रकारका रुख बिरुवालाई नचलाउने तर अन्य जंगलबाट भने फाइदा लिनुपर्ने बताउनु भएको हो। विकास र वातावरणमा सन्तुलन राखेर वन क्षेत्रमै सालघारी फाँड्ने काम रोक्नुपर्ने उहाँको भनाइ छ। पञ्चायत कालमा सालघारी फाँडेर सूर्यबहादुर थापाले व्यवस्था जोगाएको भन्दै वैज्ञानिक वन व्यवस्थाका नाममा सालघारी फाँड्न नमिल्ने उहाँको भनाइ छ। तर उमेर पुगेका र ढलेका सालबाट फाइदा लिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणाले कुष्ठ रोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताउनुभयो। काठमाडौँमा जारी कुष्ठ रोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्र प्रमुख राणाले कुष्ठ रोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताउनु भएको छ। उहाँले लोकतान्त्रिक व्यवस्थाले कानून परिष्कृत गर्नुपर्ने अझै कुष्ठ रोगीमाथि विभेद गर्ने काम भएको उल्लेख गर्नुभयो। नेपालमा 2 लाख भन्दा बढी कुष्ठ रोगी दर्ता भए पनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद भएको उहाँको भनाइ छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताको शत्रु भएको बताउनु भएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्तक अन्तर्राष्ट्रिय मिडिया समिटको शनिबार ललितपुरमा उद्घाटन गर्दै उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिनु भएको हो। लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर्सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। शिरमा ढाका टोपी, नीलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालय कोटाई। गोर्खाको पालुङटा नगरपालिका 6 का 68 वर्षीय लालबहादुर विक अमर ज्योति जनता मावि लुइटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुकिए शिक्षक हुन् कि विद्यार्थी हुन् भनेर, तर उनी हाल सञ्चालन भइरहेको कक्षा 12 को विद्यार्थी हुन्। त्यहाँ स्थित भवानी माविबाट शिक्षा संकायमा अध्ययनरत हुने हाल अमर ज्योति जनता माविमा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्। कक्षा 11 को वार्षिक परीक्षामा
परीक्षामा उत्कृष्ट 10 विद्यार्थी भित्र परेका विकलाई कक्षा 12 पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ। अंग्रेजी विषयमा चाहिँ 1-2 वटा प्रश्नका उत्तर लेख्न सकिन, तर फेलै चाहिँ भइन होला उहाँले भन्नुभएको छ। अब बाँकी विषय त सजिलै छन्, आफ्नै शैलीमा लेख्न सक्छौ। उनी 2055 सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन्। कक्षा 7 मा पढ्दा पढ्दै 2035 सालमा प्रहरीमा भर्ती भएका उनले 2042 सालमा तनहुँको आँबुखैरी गाउँपालिका स्थित रामशाह माविबाट प्राइभेट तर्फ एसएलसी दिएका थिए। त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो, टेस्टमा पास गर्यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे। मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हुँ, उनले भनेका छन्। बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान 7:30 बजे बुढीनन्दा नगरपालिका 7 शेरकाटियामा घाँस काट्न गएकी 50 वर्षीय काली जैसीको अज्ञात विस्फोटक पदार्थ पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ। जैसी सुजारी पातला सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किँदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि कोल्टी अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका हुन्। विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आईसीसी महिला टी20 विश्वकप सन् 2026 को एसिया छनौटमा नेपालले शनिबार भएको खेलमा बहराइनलाई 9 विकेटले हराएको छ। शनिबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जितका लागि 42 रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले 4 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। शनिबार भएको खेलमा नेपालकी कविता कुँवरले 11 बलमा सर्वाधिक 18 रन बनाएका छन्। नेपालको 2 खेलमा 3 अङ्क छ। एसिया छनौटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएई को सहभागिता रहेको छ। ताजा समाचार हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। नमस्कार।